यार देखो कितनी लगी बस यहाँ चाहिँ गाइस जोडी जोडी बसिरहेको छ हामी सिङ्गलमा चाहिँ कामै छैन सबैजनाले आएर यो गोलोमा चाहिँ मजाले फोटो खिच्छ होइन मैले पनि खिचिसकेँ तर मेरो फोटै गतिलो होइन त्यही भएर मेरो फोटै गतिलो मैले भिडियो चाहिँ यतिकै स्टार्ट गरेँ होइन मैले चाहिँ यो मेरो थोडामा के पोतिरहेको छ नडराउनु होला कि भइरहेको छ मलाई पनि थाहा छैन यो के मैले मलाई चाहिँ डर लाग्यो होइन यतिकै राख्यो भने चाहिँ यो रातो हुन्छ अनि फेरि मेरो ल्याएको फेरि पनि हुन्छ कस्तो चम्क्याउ म अलिक धेरै चाहिँ बेरसम्म राख्नुपर्ने होला तर मैले 5 मिनट जति राखेँ मलाई डर लाग्यो नि त जाँदैन भनेर तर जाँदै रहेछ माई गड यस्तो गरेदेखि माई गड ल अब चाहिँ रेडी हुनुपर्ने चाहिँ रेडी भइसकेको छु अनि अब चाहिँ म जाने होइन अब चाहिँ म जुत्ता लाउँछु त्यसपछि खाना खान्छु अनि त्यसपछि म जान्छु के खाना खानु पऱ्यो नि त अनि ढिला भएर खाना पनि ढिला भएर खाना पनि खाएन अब घुम्न जान्दामा चाहिँ घरबाटै खाएर जानुपर्छ ओहो मेरो मेकअप ओ रे बाबा गाइस मजाले हतार गम भिज्दैछ होइन यहाँ बाँड्छ ढिला भइसक्यो 10 मिनटमा बस पार्कमा पुग्नुपर्छ गुरुङ अब चाहिँ गयो भात पनि यति बाँड्नु हो अब म छोडिदिन्छु भात पनि ढिला भइसक्यो अब जाने गाइस म चाहिँ आइपुगिसकेको छु होइन अनि म चाहिँ आइपुगिसकेको छु क्यामेराको ताल अलिकति यहाँ जस्तो यहाँ चाहिँ त्यहाँ यस्तो आज लास्टै गर्मी भइरहेको गाइस के गर्नु गाह्रो मलाई के बोलौँ भइरहेको बोल्ने आएन यस्तो दामी भयो फेरि यस्तो है फेरि यस्तो भगवान यही हो गार्डन अफ ड्रिम ट्याङ म चाहिँ कस्तो देखेँ मलाई थाहा छैन किन यो क्यामेरा पुस्ने धरी लिएर आएन त्यही भएर कस्तो देखिरहेको थाहा छैन त्यही हो अब के बोलौँ म यहाँ गर्मीले केही पनि बोल्न मन लागेको छैन त्यही हो गाई झन् यस्तो खतरा गर्मी भएर हो म चाहिँ मन रहेछ यहाँ गर्मीले यहाँ म भिडियो बनाउँछु भने यति धेरै मान्छेहरू छन् त त्यही भएर अलिअलि लाज लगाइरहेको थियो अब लाज साज गोली मार्दै अनि यहाँ एउटा कुरा चाहिँ के हो भने खासमा मान्छेहरू हेरेर दाजु अनि त्यही हो यहाँ अहिले यहाँको एउटा कुरा खाएँ त्यो चाहिँ म अहिले पछि एकछिनमा अहिले खाजा खाने ठाउँमा गएर भन्छु होला सायद अनि यहाँ चाहिँ ठाउँ चाहिँ राम्रो हो तर गर्मी भएर अलिकति म चाहिँ फुर्किँदा फर्किँदा त्यही हो अब यहाँ चाहिँ एकदम राम्रो ठाउँ छ मेरो अनुहार चाहिँ कालो देखेर हाल थाहा होइन बालै भएन यहाँ चाहिँ मैले के अरे अघि के भन्न लगाइरहेको थिएँ भने चाहिँ यस्तो रहेछ कि यहाँ चाहिँ गार्डन अफ ड्रिममा चाहिँ होइन के कस्तो बेसी किराहरू चल्दैन रहेछ गाइस क्यास अनि अहिले कसले पैसा बोकेर आउँछ यत्रो सानो ब्याग बोकेर पैसा नै छैन त अनि क्यास चाहिने रहेछ अनि बाहिरतिर गएर अनि गाडीको ड्राइभर यस्तो गाह्रो छ नि होइन त्यही हो यहाँ चाहिँ क्या चल्दैन रहेछ हो मजाले त्यहाँबाट क्या त्यसो भनेर चाहिँ नआउँदो हुँदो रहेछ खासमा चाहिँ त्यो पैसा चाहिँ बोक्नु पर्ने रहेछ अघि खतै क्याब बोल्दै आइरहेको थिएँ तर कस्तो तिरिमिरी आएर चाहिँ कस्तो पोलेको कि यहाँ अलिकति शीतल रहेछ त्यही हो के सोचेको थिएँ मैले होइन त्यहाँ जान्छु यस्तो खतरा भ्लग बनाउँछु म यस्तो बोल्छु भनेर होइन यहाँ आएर चाहिँ बोलिहालेँ नि के बोल्नु सकेको छैन गर्मीले फ्यात्तै भइरहेछ अब कहिले जाम भएर अब मलाई थाहा छ तपाईँहरूलाई होइन मलाई जतिखेर पनि भोक मात्र लाग्छ खाने चाहिँ जतिखेर पर्छ अब खै कहाँ जाने हो खाजा खानुको लागि चाहिँ अनि त्यही अब चाहिँ खाजा खान जानुपर्ने हुन्छ चाहिँ भन्दिनँ म अहिले फिलहाल अब पुगेको छैन यहाँ फोटोहरू पनि खै कस्तो फेरि कहाँ भयो फोटोहरू पनि अलिक कस्तो भइरह अब थोडा गतिलो नभयो कि अब ठाउँ त राम्रै हो सायद थोरै गतिलो नभयो होला त्यही भएर फोटोहरू पनि खासै अलिकति सोध्या जस्तो त आएन अब के छैन म भिडियो बनाउन आएको कि झन् भ्लग बनाउन आएको कन्टेन्ट हुन्छ भनेर यस्तो गर्मीमा आएर कि राति पनि बन्द हुन्छ होला त्यही हो अब
छिनछिनमा म भिडियो चाहिँ गरिरहन्छु म चाहिँ आइसकेको छु यहाँ पानी भएको ठाउँमा घुम्दै फिर्दै यस्तो गर्मी होइन मलाई तब दिन्छ यहाँ गर्मीले यता फेरि के गर्नु अब भिडियो बनाउनु पऱ्यो फोटो खिच्नु पऱ्यो अब घुमिफिरी गरेर मात्रै यहाँ आइसक्यो पानी फेरि कति सफा हो यो नदी कति सफा पानी हो यसरी फेरि ला गरौँ भने के भन्छु पानी यस्तो हो अब यो नगरौँ अनि के अरे गर्मी हो पानीमा जाऊँ न अलिकति गरौँ भने त पानी हेर्दाखेरि बागमती खोलै सफा हुने भन्छु अर्को ठाउँमा जाऊँ मेरो आवाज नसुन्न सक्छ हो त्यहाँ पनि आउँदै त्यो के हो त्यहाँ देखाउ न भागे यार के एउटा के भन्छ यहाँ त्यस्तो दामी राम्रै भयो कसो आएर राम्रो आएर राम्रो देखाइदिनु अब माइक साइक छैन अब कस्तो देखिरहेको छैन जस्तो सुकै देख्छ आउनुपर्छ त के छ यो चाहिँ राखेको छ हाम्रो गार्डन अफ ड्रिम टिकटकमा हेरि आएको होइन म योभन्दा अगाडि पनि आइसकेको थियो पहिला अलि अर्कै थियो अनि अहिले अर्कै भयो लगायत अघि पनि म यस्तो खतरा बोल्दा थिएँ तर मेरो क्यामेराम्यानले मलाई यति डल्लो निकालिदिएको कि म मान्छे पनि डल्लो छ झन् भएको भन्दा डल्लो निकालिदिएको त्यो मलाई अलिक राम्रो लागेन होइन त्यही भएर अलिकति यहाँ चाहिँ अब के अरे मजाले यहाँ सुतौँ भने नि के हुन्छ यस्तो गर्मीमा पोल्छ गाह्रो छ त्यही भएर अब अलि हावा चाहिँ चलिरहेको त्यही हो अब के भन्नु यहाँ मान्छेहरू त साह्रो भन्दा भाडै भनेर भनेको के देखो के उ देखो यहाँ चाहिँ गाइड जोडी बसिरहेको छ हामी सिङ्गल मान्छेहरूलाई कामै छैन चस्मा लगायो भने खालि टावर देखिहाल्छ कौवा त्यहाँ गएर त्यो डल्लो देखाउँछ डल्लो खतरा एक्सिडेन्ट गर्दैछु मलाई पनि केही थाहा छैन होइन छिटो आऊ मेरो आवाज सुन्दैन नि यहाँ साइड छैन यो चाहिँ गोलो सबैजनाले आएर यो गोलोमा चाहिँ मजाले फोटो खिच्छ होइन मैले पनि खिचिसकेँ तर मेरो थोरै गतिलो होइन त्यही भएर मेरो फोटै गतिलो अब चाहिँ कहाँ जाउँ यो पनि घुमेको त अब सकेसम्म सबै घुमिसक्यो जस्तो लाग्यो अब चाहिँ के लाग्यो घरतिर लग भोग लागेको छ खाना जानुपर्ने अब यहाँतिर चाहिँ यस्तो त म प्रब्लम गरिहाल्छु यहाँ अनि यहाँ चाहिँ बसेर मजाले होइन फोटो खिचिन्छ खतरा पाराले जो कि हाम्रो त थोडा पनि गतिलो छैन फोटो गर्न आउँदैन क्यामेराले फोटो पनि खिच्न आउँदैन भिडियो त कस्तो बनाइदिरहेको त्यो पनि थाहा होइन अब त्यही हो म खास यहाँ म कन्टेन्टको लागि भिडियो बनाउनुको लागि आएको कन्टेन्ट खोज्दै यहाँ आइपुगेँ अब कालो मान्छे झन् अलरेडी कालो भएको मान्छे झन् फेरि कालो भइसक्यो होला तनाव भयो अब त्यही हो सबैजनाले मलाई कस्तो साइको रहेछ भनेर होइन अब साइको त म छु यहाँ चाहिँ फुल छ फुल के को फुल हो त्यो मलाई थाहा छैन यहाँ यस्तो फुल छ हुन त म कलकत्तामा आएको मान्छेले यस्तो फुल यस्तो घरभरि फुलै फुल छ यो चाहिँ के को बोर्ड हो थाहा छैन यहाँ चाहिँ यहाँ यस्तो राम्रो फुल छ यस्तो राम्रो फुल छ फुलको नाम पनि थाहा छैन अनि मेन चाहिँ को थियो त्यहाँ पोखरी के हो त्यो देखाइदिनु न त्यो त्यहाँ चाहिँ छ कमल फुल हो के भन्छ थाहा छैन अब
भिडियो भइरहेको नि त्यो भएन भने चाहिँ बर्बादै भयो क्या म बोलेको चाहिँ यहाँ चाहिँ यस्तो राम्रो खतरा ए ऊ त्यहाँ एउटा ठाउँमा जानुपर्ने छ भाइ यो देखाउ मैले राम्रोसँग देखायो ल अब जाउँ उता भित्र पनि छ कि शीतल छ त्यहाँ चाहिँ पज गर नि त हात दुखे मैले अहिले भ्लग बनाउनु थालेपछि यस्तो त गर्नुपर्छ कि लाज सरम भन्ने कुरा हालिदिनुपर्छ कालो चस्मा लगाएर सबै मान्छे कालो देखेर यहाँ मैले केही ठाउँ पनि देखाएन अहिले म बुङ्नु लडेँ भने धेरै लागु भयो भने मलाई एडिट गर्नु गाह्रो यो हाम्रो छोरा होइन मान्छे लाँदैन त्यहाँ मेरो चक्लेट छ गाईको चक्लेट देखाउँछु यहाँ मेरो होइन त्यो मान्छेले यहाँ चक्लेटै छोडेर गएछ यो खाइ त कहिले खा मेरो चक्लेट यो चाहिँ सबै किलो भएर प्याक प्लेट त भइसक्यो अब के हो यो अब जाउँ यो मान्छे चोरेर ल्यायो नि फर्किने ठाउँमा आएको छु ल यति नै हो यति घुम्दाखेरि त म चाहिँ इन्ट्रोदेखि इमाइसकेको छु त्यही हो गाइस अब म चाहिँ निस्किन लागेको ल जाल चल्दिन लागेको अब चाहिँ खै यहाँ केही गर्नुपर्ने थाहा छैन भने अब म जान्ला लास्टमा चाहिँ यहाँ यस्तो रहेछ लास्ट यो चाहिँ छिटो जाने होइन अब हामी अब चाहिँ जाने सिधै के त भन्नुपर्छ पैसा तिरिसक्यो पैसा सब तिरिसक्यो अब सिधै जाने त भने जाने अनि खाने यहाँ चाहिँ वेलकममा बुङ्गो लड्छ नि फेरि म अहिले यहाँनिर चाहिँ पानी मैले पानी कस्तै पनि छुएन भगवान् किनभने कस्तो फोहोर छ कि यहाँको पानी त्यही भएर अब जाने पर्ने हुन्छ ल निस्केको अब हामी गुरुङ हिँडे गर्नुपर्छ यार यस्तै गर्मी भयो पुरै यो मेरो मुख पनि ठिठाउँछ अरे जे पनि बोल्दैछु हामीले चाहिँ अर्डर गरिसकेका छौँ त्यही अब चाहिँ कुर्नुपर्ने हुन्छ 20-25 मिनट त्यो चाहिँ यस्तो ठाउँ चाहिँ त्यही हो अब चाहिँ खानुपर्ने हुन्छ खाएको म देखाइहाल्छु गाउँ खाएको देखाइहाल्छु दिन्छ बर्गर मलाई थाहा थिएन यार अस्ति मैले खाएको ठाउँमा त खुल्लै दिएको थिएँ यहाँ त पोको फारेर दिँदो रहेछ चाउमिन चाहिँ आइसक्यो यो चाहिँ बर्गर होला यो चाहिँ मैले नसकेर राखेको खासै मिठो लागेन त्यही हो टम्मा खायो अनि अहिले चाहिँ वासरुममा छन् मेरो लुगा खराब भयो के यसरी मलाई सायद आउँदाखेरि अब चाहिँ मेरो लुगा चाहिँ खतम भयो सानोसोले बोल्नुपर्छ मान्छेले सुन्नु लाज हुन्छ मैले कपाल यसरी बाँधेँ
ल गाइज म चाहिँ घर आइपुगिसकेको छु होइन अनि घर आएर नि मैले ड्रेस चेन्ज गरिसकेँ माथि माथि बाँकी छ आउने बित्तिकै मैले मुख धोइदिएको बिर्सिरहेर चाहिँ मैले मस्कारा लाएको थिएँ होइन मस्कारा यसो यसो गर्दा त पुरै कालो कालो भइसकिरहेको जस्तो लाग्यो मलाई यहाँतिर अब बालै भने भराइसक्यो जस्तो जस्तो देख्नु होइन बालै भने नि ल गाइज अब आजको लागि चाहिँ यति नै होइन अब कति कसरी कमेन्टै गर्दैन हौ मेरो भ्लग हेरेर कस्तो भयो के भयो भनेर होइन केही छैन पछि पछि गर्नु होला नि ल बाई गाइज सी यू इन नेक्स्ट भिडियो आजको भ्लग चाहिँ यतिमै समाप्त टाटा